युट्युबमा। भाइ यतिखेर चाहिँ हाम्रो चाहिँ खेलाडीहरू किन पुगेर घाइते हुनुभएको छ यहाँ तपाईँले देख्न सक्नुहुनेछ। के भने खेल निकै उत्कृष्ट थियो तर खेलाडीहरू एक आपसमा ठोकिन पुग्दाखेरि एकजना घाइते हुन पुग्नुभएको छ है। उठ्नुभयो खै उठेकै छैन। ल नाइस, उहाँ नै हो घाइते हुनुभएको खेलाडी है। गेट ओल्सन उहाँलाई चाँडोभन्दा चाँडो निको होस् है। साह्रो ठुक्यो कि ठिक छ। ल हामी यहाँ हेर्न सकिन्छ हामी दर्शकहरूको खचाखच छ। हाम्रो पवन सर पनि हुनुहुन्छ यता, सरहरू होइन, हरि सरहरू। एम्पायरको निर्देशनअनुसार खेल सुरु भइसकेको छ भन्दा भन्दै अब चाहिँ ब्याट लक भन्नुपर्छ यो है। गेमको स्थिति चाहिँ कति छ त भन्दाखेरि 1-0 को स्थिति छ। नम्बर चाहिँ 26 बराबर। सत्ताइस बराबर है। 28 बराबर भएको छ गेम। सरज बर्देवा बाहिरिनु भएको छ है। उत्कृष्ट थियो सरज बर्देवाको स्पाइक। नम्बर रहेको छ सरज बर्देवाको टिमको अन्तिम अङ्क है। यताको 29 रहेछ। सरी है, अगाडि 30 बराबर भएको रहेछ है। सर्भिसमा सरज बर्देवा नै हुनुहुन्थ्यो है। नाइस ब्लकिङ। जस्तो स्पाइक उस्तै ब्लक है। फेरि ब्लक। यो के गरे? लिए सरज बर्देवाले लिए है। ब्लक आउटसँग है। बराबरी भएको छ है त, खेल बराबरी भएको छ। 1-1 सेट भएको छ। ल सबजना दुईटै जापानको स्पोन्सरमा हुनुहुन्थ्यो। दुईटैको 1-1 सेट भएको छ।